बालेनलाई भोट हाल्ने घन्टीमा भोट हाल्ने हात सिलौटामा राखेर लोहराले थिच्नु बाहेक ती जनतासँग के विकल्प रह्यो? नो 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 म यो कुरा मान्दिनँ। जनताको भोट खेर गएको छैन है। तपाईहरू पनि नझुकिनु होला, जनताको भोट एउटा पनि खेर गएको छैन। बालेन सरकारले अहिले 3 महिनामा यति राम्रो काम गरिरहेको थियो कि यिनीहरूले 35 वर्षमा पनि यति राम्रो काम गरेका थिएनन् क्या। सारा जनतालाई चुस्ने, देशलाई लुट्ने बानी लागेको यी भ्रष्टाचारीहरू अहिले लुट्न नपाएर अतालिएका छन् क्या। यिनीहरूको राजनीति भनेको गरिखानी भाँडो बनाएको थियो, अहिले गरिखानी भाँडो सबै चौपट्ट भएर चाहिँ यिनीहरू रोडमा आउने पर्ने अवस्था भएको छ। लुटतन्त्र गरेर 35 वर्षसम्म लुटेका थिए भनेदेखि अहिले जेल जानुपर्ने अवस्था भएर यिनीहरू अतालिएर चाहिँ आएका हुन् होइन। त्यही भएर यिनीहरूको कुरा नपत्याउनु होला। बालेन सरकारले चाहिँ राम्रो गर्दैछ। देश हामीलाई स्विजरल्यान्ड जस्तो चाहिएको छ भनेदेखि करहरू हामीले नीति नियम पनि स्ट्रिक्ट भएर अगाडि बढ्नुपर्ने हुन्छ होइन। हामी रुल्समा बसौँ, जस्तो रुल्स ल्याउँछ गरौँ। तर बालेन सरकारले नराम्रो काम कसैले पनि गरेको छैन, कदापि गरेको छैन। सबै कामहरू एकदम पर्फेक्ट हिसाबले गइरहेछ। हामी जनताहरू 35 वर्षसम्म भेडा भयौँ भने अब 35 वर्ष हामी बालेन सरकारलाई चलाउन दिउँ। हामी भेडा होइन क्या, अब यिनीहरूलाई चाहिँ भेडा बनाउने हो क्या। त्यही भएर सबै जनताहरू सचेत नागरिक भएर सोच्नु होला, कुनै पार्टीको झोला बोकेर सोच्ने होइन। बुझ्नुभयो? त्यसैले जय देश जय बालेन। तपाईँहरूको काम एकदम उल्लेखनीय छ, तपाईँहरूको काम एकदम पर्फेक्ट छ। जनतालाई नमार्नु होला, हरेक कामहरू पर्फेक्ट हिसाबले गर्नु होला। जनता तपाईँको साथमा छन्। जय बालेन जय देश।